हेलो साथीहरू, सुन्नु न, मेरो अस्ति अफिसबाट चाहिँ नि पैसा चोरी भयो। ठ्याक्कै 1:56 जाँदाखेरि चाहिँ नि मेरो यहाँ चोर आइरहेछ। यो चोरले चाहिँ नि मेरो पैसा चोरेर लिएर गयो। ब्यागभित्र पनि एउटा सानो खालको ब्याग थियो, पर्स थियो। पर्सभित्र चाहिँ नि 20,000 पैसा, अनि एटिएम 2टा ब्याङ्कको, अनि नेसनल आइडी कार्ड, त्यसपछि प्यान कार्ड, भोटिङ कार्ड, नागरिकता सबै थियो। सबै चाहिँ नि पर्सै चोरेर ब्यागहरू सबै गरेर फेरि ल्यापटपहरू चाहिँ नलगाए, मेरो पर्स मात्र लिएर गयो। अनि 3 मिनेटको बराबरमा चाहिँ नि चोरेर भाग्यो। भने कस्तो खालको चोर हो यो। फेरि अहिले यो बालकुमारी एरियामा धेरै चोरको बिरबिगी त छ भने त सुनेको थिएँ। कामको सिलसिलामा बाहिर गएर ट्याक्क आइरहेको थिएँ। आएर ब्याग चाहिँ नि आफू बस्ने टेबलको माथिपट्टि दराजमा राखिरहेको थिएँ। अब हामी चाहिँ खाजा खानलाई भनेर मासतिर गएको थियौँ। माथि खाजा खाएर तल ओर्लिँदा 1.5 घन्टामा तल ओर्लिँदा त सबै वाङ्गै पारेर सबै गरेर चोरेर हिँडेछ। मान्छे कसैले चिन्नु भएको छ, कसैले देख्नु भएको छ भने चाहिँ नि यहाँ कमेन्ट गरिदिनु होला। भन्न त हामीले पुलिसलाई पनि खबर गरिसकेका छौँ, पुलिसले नि खोजिरहेछ। अनि यो चाहिँ सिसी क्यामेराको फुटेज हो। चोर हेर्दाखेरि चाहिँ नि अब गाजासाजा खाने यस्तै ड्रग्स जस्तो छ। अब चोरेर मेरो त्यो उहरू त छोडिदिएको भए हुन्थ्यो, डकुमेन्टहरू चाहिँ नि। अब पैसा मात्र लिएर गए हुन्थ्यो। पर्सै बोकेर लुकाएर लिएर गयो। अब यस्तै छ। अब के गर्नु होला। अब खोज्न त खोजिरहेछौँ हामीले पनि, भेट्न सकेको छैनौँ। 4 दिन भयो। हजुरहरूले कतै देख्नु भएको छ, कसैले थाहा पाउनु भएको छ भने म यहाँ बरु फोटो पनि एउटा हालिदिन्छु। अलिकति जुम गरेर हामीले गरेका छौँ। अनि यसो हेर्नु न, त्यही पनि अब चोरले त चोरेर लगिसक्यो। त्यही पनि यसो हजुरहरू पनि सेफ हुनु, आफ्नो पैसाहरू राम्ररी राख्नु होला। अहिलेको जमानामा त कसको विश्वास गर्न सकिन्छ र, होइन? अब एक्कासी अब यस्तो भयो, सोच्दै नसोचेको घटना भयो चाहिँ। म चाहिँ पठाउहरूले गर्यो कि भन्ने ठानिरहेको थिएँ। पठाउमा पनि गइरहेको थिएँ। पठाउको मान्छेसँग नि शङ्का गऱ्यो। अब त्यहाँ हिँड्ने अलिअलि मान्छेहरूसँग नि शङ्का त गऱ्यो। लास्टमा यस्तो मान्छेले लगेको रहेछ भन्ने थाहा भयो। हजुरहरू पनि अलिक सेफ हुनु होला। यस्तो मान्छेहरूदेखि आफ्नो पैसाहरू, आफ्नो डकुमेन्टहरू चाहिँ नि अलिक सेफली राख्नु होला। मेरो चाहिँ नि यस्तो भयो।